जति नै जे मिठो तरकारी बनाए नि मलाई चाहिँ दाल नै मिठो लाग्छ। बरु यसरी बनाउँछु म चाहिँ दाल है। त्यसमा चाहिँ पहिल्यै प्याज, टमाटर, नुन, बेसार अनि के गरेँ धुलो खुर्सानी हालेर सिटी लगाइदिएँ। अनि यता चाहिँ मिठो चटनी बनाउनु पऱ्यो एक्लैलाई हो। त्यही भएर धेरै बनाउन जरुरी चाहिँ छैन। त्यसको लागि चाहिँ मैले 4 वटा पोटी लसुनलाई भुटेँ। अनि त्यसपछि तेलमा चाहिँ 2 टा टमाटर मात्र भयो मलाई इनफ पुग्थ्यो। यति तातो थियो नि, यति तातो थियो नि तेलमा त अनि डढाएर तल निकालेर हालेँ कि टमाटर। तर है यति फोरो भयो मेरो ग्यास पुरै जताकतै तेलै तेल मात्र थियो कि। यो चाहिँ एकदम सेफ स्टाइलमा हुन्छ नि आगो बाल्न खोजेको बोलेन। अब चटनी बनाऊँ, चटनी बनाउन मसँग रातो खुर्सानी थिएन त्यही भएर मैले चाहिँ धुलो खुर्सानी हालेँ। अरू चाहिँ त्यो कालो चाहिँ चुकै थियो। अमिलो पिरो ट्वाक्क हुन्छ नि त यो हरियो खुर्सानी र प्याज चाहिँ मैले काटेर हालेँ। ओखलमा पिस्छु भनेको चिल्लो भयो अनि मैले चाहिँ यही उसमै कटौरामा कुचुक कुचुक पारिदिएँ अनि त्यतिमा चाहिँ रेडी भयो। चटनी चाहिँ रेडी भइहाल्यो। अब दाल चाहिँ यता भिजाएर बनाएको थिएँ मैले त्यही भएर एकै सिट्ठीमा पाक्यो। दाललाई चाहिँ केले जानौँ भनेको सिन्की थियो याद आयो। त्यही भएर आज चाहिँ यही सिन्कीले झानिदिन्छु भनेर दाल चाहिँ झम्म अमिलो अमिलो सिन्कीले झानिदिएँ। त्यसपछि दाल पनि रेडी भइहाल्यो। अनि कति मिठो पो थियो अनि यो चाहिँ मैले फेरि भात नपाक्दा चाहिँ खाइहालेको थिएँ कि।